3 स्वास्थ्य बन्ने उपाय निकालौँ कविताको शीर्षक छ। खाली पेटमा पसिना फालौँ, स्वास्थ्य बन्ने उपाय निकालौँ। अल्छीपना त्यागी आजैबाट कबुल गरौँ, सकारात्मक सोच बोकी सधैँ अघि बढौँ। कुनै रोगले छोयो भने मनमा चिन्ता बढ्छ, त्यसै कारण रोन लाग्दै ध्यान दिनुपर्छ। रोग लागेर उपचार भन्दा त रोगै लाग्न नदिनु आनन्द। बिहानीमा चाँडै उठ्ने बसालौँ है बानी, उठेपछि पिउनु पर्छ सधैँ बासी पानी। 5-6 चोटि उठबस गर्नु पिएपछि पानी, टोयलेट जान बल पुग्छ कुरा बुझ्नु जानी। नियमित बसालौँ बानी, पानी पिउँदा हुँदैन नोक्सानी। कि गर्नु काम खेतबारीमा कि त व्यायाम गर्नु, कि गर्नु काम भारी बोक्ने कि त डाँडा चढ्नु, कि त कुनै खेल खेल्नु पर्छ सधैँ जसो। यो ज्यानबाट पसिनालाई भगाउँ तसो तसो, यो ज्यान स्वास्थ्य बनाउने भए धेरै थरी छ भन्छु उपाय। उकालोमा हिँड्न सके हाड जोड्ने र नसा, जाम भएको खुल्न गई भाग्छ रोगको दशा। उकालोमा कति हिँड्न सक्दो रहेछौँ हामी, मूल्याङ्कन गर्छौँ आफै अग्लो ठाउँमा जानी। मौलाकाली जानलाई थालिम, पहाड चढ्ने गर्दैछु तालिम। उच्च मनोबल बढ्छ मौलाकाली जाँदा, शारीरिक मानसिक हट्छ पिर बाधा। हरियाली देख्न पाउँछ आँखाको तेज बढ्छ, बोसोपना पग्लिएर मोटोपना घट्छ। खाली पेटमा पसिना बगाए धेरै रोग धेरैले भगाए। फोक्सो पुरा खुल्न गई अक्सिजन लिन्छ, फुर्ती बढ्छ शरीरमा आत्मा सन्तोष दिन्छ। धेरै जसो जाने गर्छन् धार्मिक आस्था बोकी, कर्म गरे मनको इच्छा पुर्याइदिने हो कि। मनको तनाव हटाउन पनि मौलाकाली गएको देखेँ नि। अर्ग्यानिक खानेकुरा खायौँ भने पनि भन्ने गर्छु आधा जति रोगले छुँदैन नि। बिहानीको स्वच्छ हावा अक्सिजन पाउँछ, मनैभरि सकारात्मक सोचहरू आउँछ। आत्मसन्तोष लिनलाई पनि डाँडा चढ्ने गर्दैछु म पनि। फुर्तिलो र जाँगरिलो हुन्छ शरीर हाम्रो, शरीरको पाट पूर्जा सबै चल्छ राम्रो। निरोगी भई बाँच्न सके त्यही हो हाम्रो धन, धनको पछि दौडिनेलाई बुझेकाले भन। धनभन्दा स्वास्थ्य हो ठुलो, यति कुरा कसैले नभुलो।